मैले यो पुस्तक निर्माण गर्नको निम्ति धेरै प्रयासहरू गरेँ। मैले सानैदेखि पुस्तक लेख्ने, साहित्य क्षेत्रमा केही योगदान पुर्याउने सपनाहरू देखेँ, तर त्यो सपनाहरूलाई साकार बनाउनको निम्ति, ती मेरा सपनाहरूलाई बजारमा पुर्याउनको निम्ति कुनै न कुनै माध्यमहरू चाहिन्थ्यो। त्यो माध्यमको रूपमा साङ्ग्रिला प्रकाशन आइदिनु भयो। साङ्ग्रिला प्रकाशनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी कहीँ न कहीँ, कता न कतै कसै व्यक्तिहरूको सहभागिताले, कसै व्यक्तिहरूको वचनहरूले कसैलाई केही बन्नको निम्ति योगदान गरिरहेको हुन्छ। कसैले गाली गर्दा पनि सुध्रिने मौका पाउँछ, कसैले प्रशंसा गर्दा उत्प्रेरणाको काम मिलिरहेको हुन्छ। तसर्थ तपाईहरूले यो पुस्तक पढिदिनुहोस्, एकचोटि राम्ररी अध्ययन गरिदिनुहोस्। त्यसपछि त्यहाँ भएको के पक्ष राम्रो छ, के पक्ष नराम्रो छ, यसको विषयमा तपाईहरूले सूक्ष्म ढङ्गले अध्ययन गरेर मलाई सल्लाह सुझाव दिनुहुनेछ भन्ने आशा राखेको छु। हामी पूर्वको लिम्बुवान भन्छ है, पल्लो किनार, यो नभनी हुँदैन किनकि हाम्रो यो इतिहास हो। त्यो ठाउँदेखि आएर यो काठमाडौँमा सङ्घर्ष गरिरहेका छौँ। यो सङ्घर्ष भनेको निकै जटिल कुरो हो। साहित्य क्षेत्रमा पहिचानको कुराहरू आउँछ। यो पहिचान भन्ने बित्तिकै एउटै मात्रै पहिचान भन्ने बुझ्ने गर्छौँ हामी। पहिचान भनेको हामी प्रत्येक व्यक्तिको आफ्नो किसिमको पहिचानहरू हुन्छ। त्यो भनेको त्यो व्यक्तिलाई चिनाउने कुरा हो। त्यो व्यक्ति कस्तो छ भन्ने कुरो चाहिँ पहिचान हो। त्यसकारणले म पूर्वको, सुदूर पूर्वको ताप्लेजुङ पनि अझै सुदूर, मेरो गाउँदेखि माथि भनेको टाउको यसो उठाएर हेऱ्यो भने कुनै गाउँहरू देखिँदैन। एउटा सानो यम्फुदिन्छ चेपभित्र लुकेको छ। त्योभन्दा माथि हेर्ने भने त कञ्चनजङ्घाको टाउको मात्रै देखिन्छ। जङ्गलै जङ्गल छ। त्यो ठाउँ त्यस्तो ठाउँ हो जहाँ लिम्बू बस्तीहरू बसोबास गरेको ठाउँ हो। अलि अगाडि त मैले सुनेको थिएँ थुप्रै जाति थिए अरे। त्यहाँ गजुरेल थिए अरे, त्यहाँ गडडिया थिए अरे, अलिक परतिर सिटौलाहरू थिए अरे, अलि मासतिर बस्ने थिए। अहिले भट्टराई मात्रै छन्, बाहेकका लिम्बूहरू छन्। त्यस्तो ठाउँ हो त्यो, जुन भूगोलको हिसाबले हेर्ने हो भने एउटा फरक टापु छ। त्यहाँ शिक्षा दीक्षाको कुरा गरौँ, स्वास्थ्यको कुरा गरौँ, बाटोघाटोको कुरा गरौँ, मलाई नै लाग्छ, मैले नै हो, म एसएलसी गरेर मात्रै पहिलोचोटि बसको ढोका छिरेको। थर्पु भन्ने ठाउँ थियो। त्यो थर्पु भन्ने ठाउँसम्म गाडी हेर्न, ट्र्याक्टर हेर्न हामी दौडेर आउँथ्यौँ शुक्रबार भएपछि। किन भन्दा भारी बोकेर जान पाइन्थ्यो शुक्रबार। त्यति बेला हामी ट्र्याक्टर हेर्न आउँथ्यौँ, गाडी हेऱ्यौँ भनेर एक हप्ता विद्यालयमा चाहिँ साथीभाइहरूलाई गफ छाँटिदिन्थ्यौँ। मैले त फल्ना गाडी हेरेँ, यस्तो त्यो टाउको, यस्तो त्यो बत्ती है। एक हप्तासम्म, अर्को शुक्रबार आइन्जेलसम्म साथीहरूलाई उल्लु बनाउनु पर्थ्यो। त्यसमा चाहिँ अत्यन्तै मनोरञ्जन हामी प्राप्त गर्थ्यौँ। अनि भारी बोकेर जाँदा चाहिँ पसिना आउँथ्यो, खुट्टा दुख्थ्यो, मुन्टो बिग्रिन्थ्यो। किन आएछु नि, अबदेखि कहिले आउँदिनँ भन्ने हुन्थ्यो। फेरि अर्को हप्ता गाडी हेर्न जाउँ जाउँ लाग्थ्यो है। त्यस्तो ठाउँ हो। त्यसकारणले आञ्चलिक रूपमा हेर्ने हो भने पनि हाम्रो समाज भनेको फरक टापु हो एउटा। त्यहाँ फरक किसिमको रहन सहनहरू छ, लवाई खवाईहरू फरक फरक किसिमको छ, वातावरणहरू फरक फरक किसिमको छ, भाषाको उच्चारणहरू फरक फरक किसिमका छन्। त्यहाँका धर्म, संस्कृति,
लवाई खवाई रीतिरिवाज रहन सहन अनि जीवन पद्धति जीवन बाँच्ने शैलीहरू फरक फरक किसिमका छन्। तिनै पृथक किसिमको फरक टापुको लवाई खवाईहरू रीतिरिवाजहरू चालचलन र त्यहाँका हरेक व्यक्तिहरूको आचरणहरू विचारहरूलाई यो पुस्तक मार्फत मैले प्रस्तुत गर्न खोजिरहेको छु। मेरो चेष्टा त्यो हो। त्यो टापुलाई पनि साहित्यको माध्यमबाट कुनै पनि कलाको माध्यमबाट आम समाजमा आम साहित्य प्रेमी अनि आम समाजलाई बदल्न चाहने समाजको अध्ययन गर्न चाहनेहरूमा पुर्याउने मेरो इच्छा हो। जसरी मेरो गाउँ पूर्व एउटा फरक टापु छ त्यसरी नै पश्चिममा पनि एउटा टापु होला, मधेसमा पनि टापु होला, हिमाल पहाड तराई जताततै जाँदाखेरि फरक फरक किसिमको जीवन शैलीहरू छन्, पद्धतिहरू छन्, प्रणालीहरू छन्। तिनै कुराहरू एकले अर्कालाई बुझ्नुपर्छ। त्यो बुझ्नु त्यहाँ गएर हामीले घुमेर अध्ययन गरेर खर्च गरेर सकिन्न। हामीले पश्चिमको देउडा र पूर्वको हात पारेर पालामहरूलाई एकैचोटि बुझ्नको लागि सजिलै घरमै बसेर बुझ्नको लागि भनेको एउटा माध्यम भनेको साहित्य नै हो। त्यो कथा हो, त्यो उपन्यास हो, त्यो भनेको कविता हो, गीत हो। सुन्नै नसुनेको पश्चिमको संस्कृतिहरू पूर्वमा बसेर सुन्न पाउने भनेको गीत हो, पढ्न पाउने भनेको साहित्य हो, हेर्न पाउने भनेको चलचित्र हो। त्यसकारणले गर्दा हामीले हाम्रो समाजको दर्पणको रूपमा साहित्यलाई हेर्नुपर्छ। धेरै पहिले मैले अध्ययन गर्दा पश्चिममा साहित्यहरूले संसार पिटेको थियो। हाम्रो महाभारतको सभ्यताहरू, हाम्रो पूर्वीय साहित्य र दर्शनहरू हराइसकेका थिए, पाउन गाह्रो भइसकेको थियो। अर्काको संस्कृति रटेर हामीले लेख्नुभन्दा हाम्रै जीवनशैलीलाई उतार्दाखेरि त्यो नै सबैभन्दा राम्रो कुरा होला, त्यो नै साहित्य हो। त्यसले नै हामीलाई धेरै ज्ञान दिन सक्छ, मलाई लाग्छ, त्यस्तै लाग्छ। यो मेरो पुस्तक त्यसकै प्रयास स्वरूप मैले यहाँ प्रस्तुत गर्न खोजेको हो र तपाईहरूले अध्ययन गरेर बुझ्नुहुन्छ र त्यहाँ नपुगेका कुराहरूको बारेमा तपाईहरूले मलाई सल्लाह सुझाव पनि दिनुहुन्छ। मलाई त्यो आशा भव्य रूपमा छ। 10-15 वर्ष काठमाडौँमा भइसकेछ। 10-15 वर्षपछि जाँदाखेरि मैले छोड्दाखेरि अलि तलै गाडीको रोड छोडेको थिएँ, घरको छेउमा रोड आइपुग्न आँटेको थियो। अनि त्यहाँको वातावरणै परिवर्तन भइसकेछ। अनि के भएछ भन्दाखेरि रोडै रोड। यो रोड खन्नु भनेको यस्तो नराम्रो चिज रहेछ। वर्षभरि नेताहरू गाली खाने ठाउँ रहेछ त्यो चाहिँ। अनि हिउँदोमा आएपछि भुसुक्क बिर्सिने त्यसै मान्छेले अनि मेरोमा चाहिँ रोड ल्याइदिनुहोस् भनिहाल्ने। अनि हिउँदोभरि कट्याइदियो, धरातल बिग्रिन्छ, फेरि लाममै झर्छ, हेर्नु न भित्र। अनि त फेरि गाली खाइयो है उद्धार पुगेन अरे, मलाई घर बनाइदिनुहोस् अरे, मलाई राहत दिनुहोस्, पाल दिनुहोस्, चामल दिनुहोस्, कोनी के दिनुहोस्, फल्ना घरकोलाई दिस्, मलाई दिनुहोस्। झनै के रहेछ भने नि स्थानीय तहको जनप्रतिनिधि भनेको चाहिँ संसद दाइहरू चाहिँ सिंहदरबारमा गाली त फेसबुकमा मात्रै खानुभयो, महसुस भयो। हामीलाई त कुट्नै आउँछन्। एकछिन पख गाली गरौँ रिसाउँ भने झन् के भन्ने रिस त रनक्क आउँछ नि लिम्बूको छोरो होइन। तर एकछिन गर्दैछौँ है, यसो भन्नुपर्ने अवस्था आउँदो रहेछ। तिनै सिलसिलामा यो सिर्जना भएको छ। यो कथाहरू पनि त्यो राजनीतिलाई पनि छोएको छ। हार्दा के हुन्छ, जित्दा के हुन्छ। हाम्रो समाजमा जे चलेको छ त्यही राजनीति रूपमा बाढी पहिरोले के गर्छ है, अनि नेताहरू के गर्छ, नेताहरूको बाध्यताहरू के छ
अनि अल्लो घर छिमेकी पल्लो घर छिमेकीदेखि लिएर हरेक कुराहरूलाई मैले यहाँ नै समावेश गरेर प्रस्तुत गर्न खोजेको छु। त्यसैले यो कृति उत्कृष्ट नहोला, भोलि यसले हाम्रो समाज र साहित्यिक क्षेत्रलाई योगदान पुर्याउन नसकोस्ला, तर मेरो जीवनले, मेरो शरीरले, भौतिक शरीरले दुःख गर्दै जाँदाखेरि जे अनुभूतिहरू गरे, जे अनुभूतिहरू पाएँ मैले, तिनै अनुभूतिहरूलाई कथाको विषयवस्तु बनाउन खोजेको छु। वास्तवमा भन्ने अघि यो रत्न पार्क भन्ने आयो, यहाँ अलिक तपाईँहरूलाई लाग्छ छाडा लाग्छ होला, तर छाडै बनाउन खोजेको चाहिँ के हो भने यसमा पनि मेरो एउटा अनुभव छ। आजभन्दा यो सत्य कुरो हो, आजभन्दा 2-4 साल अगाडि आएँ म यो रत्न पार्कमा साँझमा निस्केको थिइनँ। हेर्नुहोस्, पर्तिर सुन्दाराको गेस्ट हाउसमा बस्थेँ, अनि साँझमा एउटा साथीले भन्नुभयो लु जाउँ हो घुम्न, एउटा बहिनी आउँछ, कहाँ जाने दाइ, लाने कि जाने भन्छ। मलाई थाहा छैन। ए बिचरा, म पनि काठमाडौँ आउँदाखेरि पहिलोचोटि अभर परेको थिएँ, त्यस्तै अभर परेकी बहिनी रहेछ भनेर। बिचरा के थाहा र सबै कुरो मलाई, म त्यो बेला बिचरा भइरहेको थिएँ, मैले उसलाई बिचरा भन्दो रहेछु होइन, त्यस्तो तालमेल। अनि एउटा हात साथी, यो त फटाफट यो त कहाँ बिचरा हुन्छ हौ भन्यो। ए परतिर गएपछि यस्तो पो, यो त यस्तो पनि पो चल्छ, खुल्ला समाजमा यो पनि पो चल्दो रहेछ है होइन। त्यसपछि मैले रत्न पार्कको कथा लेख्ने मन गरेँ। यो निकै अगाडिको कथा हो। अनि रत्न पार्क हेर्दाखेरि महिला विरुद्धको जस्तो देखिएला, या चाहिँ कुनै समाजमा अपाच्य जस्तो देखिएला, चाहे कुनै पनि आन्दोलनहरूलाई असर पारेको जस्तो देखिएला, तर त्यो होइन, त्यो यथार्थता हो। त्यो हाम्रो यहीँ आँखाको नजिक भरे साँझमा तपाईँहरू जानुभयो भने पनि पाउनुहुन्छ जस्तो लाग्छ। अझै यो हिजोको इतिहास हो जस्तो लाग्दैन। त्यसकारणले त्यो जे छ त्यही ल्याउनको लागि मलाई के ठुलो कुरो हो र भन्ने भयो, मैले पनि लेखिदिएँ है। अब मन पराउने नपराउने कुरो आफ्नो ठाउँमा छ। अब त्यसै गरी मैले मुकुमलुङलाई पनि एउटा पहिचानको सन्दर्भहरू चलिरहेको छ। मुकुमलुङ हाम्रो निम्ति, ताप्लेजुङको लागि अनि समग्र हाम्रो समाजको लागि एउटा पाँसो, गलामा पाँसो छ, माथि त्यो सुर्किने हुन्छ नि, त्यो सुर्केकै छ क्या। भोलि त्यहाँ नै धनजनको क्षति पनि हुन्छ, हरेक दुर्घटनाहरू पनि हुनसक्छ। यो सन्दर्भमा तपाईँ हामी जस्तो नेता हामी नेता भन्छन् भनाउँदो होइन, नेता हौँ हामी, एउटा नेतृत्व गरेका छौँ, हामी पनि सजग हुनु छ अनि हाम्रो समाज पनि सजग हुनु छ। अनि त्यसमा मैले निष्कर्ष दिन नखोजेको के हो भन्दा त्यसको निष्कर्ष त आइसकेको छैन नि। समाजको यथार्थता त्यो हो, भोलि बन्नेन भने यसरी बन्नेन भन्ने हो मैले जस्तो लाग्यो। तर यसो पछि बनिसक्दा चाहिँ एउटा चाहिँ शङ्काको भरमा दिनु थियो कि क्या हो जस्तो चाहिँ लाग्यो, तर दिइनँ है। तर त्यहाँ त हामी बिच झगडा भएको, त्यहाँ मैले एउटा ढकालले दुईवटा लिम्बूहरूलाई झगडा गरिराखेको छ। थापाले हाँसेर रमाएको पनि राखेको छु नि, किन छैन। तर वास्तवमा ताप्लेजुङ जाने भने त त्यस्तै छ नि, त्यहाँ मात्रै एउटा लिम्बू जान्छ, के अरे त्यो चाहिँ सल्लाहको रुख के अरे गुराँसको रुख काटिदिन्छ, अर्को लिम्बू जान्छ रोपिदिन्छ। यो के हो? यो त अहिलेसम्म त हाम्रो समाजले नै, हामी नेतृत्वहरूले नै अनि तपाईँ हामीले नै अनिर्णायक बनाएको छौँ नि, अनिर्णायक छ नि है। त्यो बनाउनु पनि, बनाउँदाखेरि एउटाले विकास भनिरहेछ, एउटाले यो चाहिँ पहिचान मेट्यो भनिरहेछ। पहिले सम्झिन्छु यो त पहिचानै पो मेटिन्छ कि जस्तै लाग्छ होइन। यसो हामी कहिलेकाहीँ जाँदाखेरि पहिचान भनेको लिम्बूको पहिचान, राईको पहिचान भनेको होइन क्या, पाथिभराको पहिचान भन्न खोजेको हो त्यो। पहिला हामी जाँदा के भन्थ्यौँ भने उकालोमा जाँदाखेरि सास बढेन भने, हामीलाई लेक लागेन भने, अरे हौ मागले त हामीलाई त साथ दिएछ, कति सजिलो नभयो हामीलाई त
यो त देवताले हामीलाई साथ दिएछ, हामीले सोचेको हामीलाई हुने भयो, हाङुवा माङुवा पाउने भयौँ भन्थ्यौँ है। अनि बाख्राको पाठो लाउँथ्यौँ, कुरुरुरु बाख्राको पाठो अगाडि अगाडि लाग्ने, हेर न यो चाहिँ देवताकै लागि जन्मेको रहेछ यो पाठा भन्थ्यौँ। अलिक सास बढ्यो, अलिक मान्छे बिरामी भए, बाख्रा हिँडेर भने त्यो अपराधी हो कि क्या हो, नराम्रो दिन पो छ क्या हो, होइन भोलि हामीलाई त समस्या पो आउँछ क्या हो भनेर चाहिँ हामी चिन्ता गर्थ्यौँ। त्यो भनेको पहिचान हो क्या, त्यहाँको भक्तालुहरूको पहिचान हो त्यो। त्यो लिम्बूको पहिचान होइन, राईको पहिचान होइन, छेत्री बाहुनको पहिचान होइन, त्यो चाहिँ आम त्यहाँको भक्तजनहरूको पहिचान हो। त्यसकारणले त्यो पहिचान मेटिन्छ कि भन्ने त चिन्ता छ नि। त्यसपछि मात्रै लाउने खानेको कुरा आउँछ। होटल कति विस्थापित हुने हो, होइन, कतिको घरबार अहिले त्यहाँको चाहिँ फेदीको मान्छेहरूले चाहिँ के गर्दैछन् अरे भने, फेदीको मान्छेहरूले दोकान थापेर काठमाडौँमा घरेडी बैनाबट्टा गरेको छन् अरे। दिनमा 8-10 लाख आउँछ अरे, यही पैसाले चाहिँ म किन्न सक्छु भनेर चाहिँ बैना बाँधिराखेको छन् अरे। तर अब तिनीहरूको होटल सुक्यो भने त भोलि त्यो पैना बानीहरू त ऋणको डङ्गुरमाथि पस्ने पऱ्यो नि त, ऋण हुने पऱ्यो नि त। त्यस कारणले त्यो पनि समस्या छ। अनि अर्को कुरो, त्यहाँ बन्नुपर्छ भन्ने पनि ठिकै लाग्छ। यो चाहिँ मैले बन्दा कतै म भुलमा पो छु कि भन्ने कुराको सन्दर्भमा भने। अनि कहिले यसो हेर्छु, सरर हावा खाँदै त्यो बाकसमा कुद्न पाउँदाखेरि, त्यो दुःख गर्दा से गर्दै हिँड्दाखेरि त्यो किन दुःख भोगिरहनु, सर्लक्क गएर ट्याक्क बस्नु, त्यो रिसोर्टमा कफी खानु तातो सर्लक्क, होइन, मिठा मिठा कुराहरू गर्नु, चिसो वातावरणमा चिसो हावा ताप्नु, अनि आउनु नि। कति सन्च छ। मेरो बुढा बा पनि पुग्ने भए, त्यहाँ हिँड्न नसक्ने बा पनि पुग्ने भए, मेरो बालबच्चाहरू नाता नातिनीहरू त्यहाँ पुग्न भए, पानी झरी भन्न परेन, चट्याङ चुटुङ भन्न परेन है। कति आनन्द छ केबल कारमा चढेर जाँदाखेरि। त्यो हिसाबले त बन्नुहोस् कि जस्तो पनि लाग्छ कहिलेकाहीँ। तर खास कुरो के हो, त्यो तपाईँ हामीले दिन सक्नुपर्छ। त्यसको निष्कर्ष हामीले दिनै सकेको छैन अहिलेसम्म। भोलि मान्छे मर्छ, त्यहाँ प्रेम मरेको छ, त्यो सपनामा मरेको प्रेम हो, भोलि विपनामा मर्न सक्छ। त्यो मुकुन्दनको अन्तिम अध्याय चाहिँ सपना मात्रै हो, होइन। सुरुमा चाहिँ यथार्थ हुँदै गयो, होइन, अनि अन्तिममा चाहिँ सपना छ। त्यो सपनामा जसरी प्रेम मर्यो, त्यसरी त्यहाँको कुनै व्यक्ति ताप्लेजुङमा मऱ्यो भने त्यो आन्दोलनको सन्दर्भमा अनि मात्रै हामी मुख चुक 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 गर्दै खेर गयो नि फल्ना त भन्दै बस्नु, 1 मिनट मौन धारण गऱ्यो, अब फल्ना त राम्रो थियो नि भन्दै बस्नु, त्यो पनि त राम्रो होइन नि। त्यस कारणले त्यो कथाले भन्न खोजेको के हो भने समन्वयहरू अझै पुगेका छैनन्, अझै गर्न धेरै छ। यो अहिलेको समसामयिक कुराहरूलाई मात्रै त्यहाँ भन्न खोजेको छ। कुनै कथाहरू पुराना छन्, कुनै नयाँ छन्, कुनै अहिलेका जल्दा बल्दा समस्याहरूलाई समावेश गरेको छ। त्यसकारणले यो कथा तपाईँ हाम्रो